नमस्कार मेरा प्यारा विद्यार्थीहरू, गोरी मिसको क्लासमा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी 16औं योजनाको बारेमा पढ्नेछौँ। त्यसमध्ये पनि आजको क्लासमा हामी 16औं योजनाको सुशासनका 10 वटा राष्ट्रिय लक्ष्यका बारेमा पढ्नेछौँ। मेरो क्लास प्रश्न उत्तर शैलीमा हुने भएकोले सकभर धेरै उत्तर मिलाउने कोसिस गर्नु है त। ओके, सबैजना रेडी हैन त? पहिलो प्रश्नमा जाउँ। प्रश्न नम्बर 1। 16औं योजनाले योजनाको अन्त्यसम्ममा विधिको शासन सूचकाङ्क कति पुर्याउने लक्ष्य लिएको छ? 1. 0.79 2. 0.80 3. 0.81 4. 0.82 यसको सही उत्तर हो 0.80। प्रश्न नम्बर 2। 16औं योजनाले योजनाको अन्त्यसम्ममा विश्वव्यापी प्रतिस्पर्धी सूचकाङ्क कति पुर्याउने लक्ष्य लिएको छ? 1. 63 2. 64 3. 65 4. 66 यसको सही उत्तर हो 65। प्रश्न नम्बर 3। 16औं योजनाले योजनाको अन्त्यसम्ममा भ्रष्टाचार न्यूनीकरण अनुभूति सूचकाङ्क कति पुर्याउने लक्ष्य लिएको छ? 1. 43 2. 44 3. 45 4. 46 यसको सही उत्तर हो 43। प्रश्न नम्बर 4। 16औं योजनाले योजनाको अन्त्यसम्ममा विद्युतीय सरकार विकास सूचकाङ्क कति पुर्याउने लक्ष्य लिएको छ? 1. 0.500 2. 0.600 3. 0.700 4. 0.800 यसको सही उत्तर हो 0.600। प्रश्न नम्बर 5। 16औं योजनाले योजनाको अन्त्यसम्ममा निर्वाचनमा मतदाताको सहभागिता कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ? 1. 82 2. 83 3. 84 4. 85 यसको सही उत्तर हो 85। प्रश्न नम्बर 6। 16औं योजनाले योजनाको अन्त्यसम्ममा अदालतमा दर्ता भएका मुद्दाको फर्छौट कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ? 1. 75 2. 85 3. 95 4. 65 यसको सही उत्तर हो 75। प्रश्न नम्बर 7। 16औं योजनाले योजनाको अन्त्यसम्ममा कुल विनियोजनमा खर्चको अनुपात कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ? 1. 60 2. 70 3. 80 4. 90 यसको सही उत्तर हो 90। प्रश्न नम्बर 8। 16औं योजनाले योजनाको अन्त्यसम्ममा बेरुजु कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ? 1. 3.0 2. 4.0 3. 5.0 4. 6.0 यसको सही उत्तर हो 5.0। प्रश्न नम्बर 9। 16औं योजनाले योजनाको अन्त्यसम्ममा राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिक कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ? 1. 60 2. 70 3. 80 4. 90 यसको सही उत्तर हो 90। प्रश्न नम्बर 10। 16औं योजनाले योजनाको अन्त्यसम्ममा 5 वर्ष मुनिका बालबालिकाको जन्मदरता कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ? 1. 60 2. 70 3. 80 4. 100 यसको सही उत्तर हो 100। यो सँगै आजको भिडियो यति नै। 16औं योजनाको अर्को भिडियोमा भेट्ने बाचा सहित म गोरी मिस अहिलेलाई बिदा हुन्छु। बाई बाई। मेरो अर्को भिडियो हेर्नु है, नत्र म रिसाउँछु नि। ओके बाई।